32 वर्षको उमेरमा अचानक मृत्यु भएको यो घटनाले विश्वभर करोडौं प्रशंसकहरूलाई स्तब्ध बनाएको थियो। ब्रुस लीको परिचय। ब्रुस ली, जसको जन्मनाम ली जुन फान हो, सन् 1940 मा सान फ्रान्सिस्कोमा जन्मिएका थिए। उनी मात्र एक मार्शल आर्टिस्ट मात्र थिएनन्, तर एक दार्शनिक, फिल्म निर्माता र सांस्कृतिक आइकन थिए। उनका फिल्महरू जस्तै एन्टर द ड्र्यागन र फिस्ट अफ फ्युरीले उनलाई अन्तर्राष्ट्रिय ख्याति दिलाएको थियो। मृत्युको दिन 20 जुलाई 1973। जुलाई 20, 1973 को दिन हङकङमा ब्रुस ली आफ्नो आगामी फिल्म गेम अफ डेथको छलफलमा व्यस्त थिए। दिउँसो उनी अभिनेत्री बेट्टी टिङ पेईको एपार्टमेन्टमा गएका थिए, जहाँ उनको फिल्म निर्माता रेमन्ड चाउसँग पनि भेट हुने थियो। के भयो त्यो दिन? उपलब्ध रेकर्डहरू अनुसार ब्रुस लीले टाउको दुखेको गुनासो गरे। बेट्टी टिङले उनलाई इक्वागेसिक नामको औषधि दिइन्, जुन एक सामान्य दुखाइ निवारक थियो। ब्रुस ली सुत्न गए र फेरि कहिल्यै उठेनन्। साँझ करिब 7:30 बजे जब उनलाई उठाउने प्रयास गरियो, उनी कुनै प्रतिक्रिया देखाएनन्। तुरुन्तै एम्बुलेन्स बोलाइयो र उनलाई क्वीन एलिजाबेथ अस्पताल लगियो, तर डाक्टरहरूले उनलाई मृत घोषित गरे। आधिकारिक पोस्टमार्टम रिपोर्टले के देखायो भने ब्रुस लीको मस्तिष्कमा असामान्य सुजन थियो। उनको मस्तिष्क सामान्यभन्दा 13% बढी ठूलो भएको थियो। सेप्टेम्बर 1973 मा कोरोनर इन्क्वेस्टले आधिकारिक रूपमा मृत्युको कारण सेरेब्रल एडेमा, मस्तिष्क सुजन घोषित गर्यो, जुन इक्वागेसिक औषधिप्रति भएको अत्याधिक संवेदनशीलता, हाइपरसेन्सिटिभिटी रियाक्सनको कारणले भएको निष्कर्ष निकालियो। विभिन्न सिद्धान्तहरू। यद्यपि आधिकारिक रिपोर्ट आएको भए पनि विभिन्न सिद्धान्तहरू चर्चामा रहे। 1. औषधि प्रतिक्रिया, सबैभन्दा स्वीकृत सिद्धान्त यही हो। 2. अत्याधिक परिश्रम, केहीले उनको कठोर तालिम र कामको दबावलाई दोष दिए। 3. पुरानो चोट, उनले सन् 1970 मा ढाड चोट पटक लागेको थियो। 4. गर्मीको प्रकोप, त्यो दिन हङकङमा अत्याधिक गर्मी थियो। चिकित्सक विशेषज्ञहरूको राय। पछिल्ला वर्षहरूमा विभिन्न चिकित्सक विशेषज्ञहरूले यस घटनाको पुनर्विश्लेषण गरेका छन्। सन् 2018 को एक अध्ययनले सुझाव दियो कि यो सडन अनएक्सप्लेन्ड डेथ इन एपिलेप्सी हुन सक्छ। उपसंहार। ब्रुस लीको मृत्यु आजसम्म पनि रहस्यमय र बहसको विषय बनेको छ। तर जे भए पनि उनको विरासत र मार्शल आर्ट्समा योगदान अमर छ। उनले एसियाली कलाकारहरूको लागि हलिउडमा ढोका खोलिदिए र संसारभरका करोडौं मानिसहरूलाई प्रेरित गरे। ब्रुस लीको शब्दमा भन्नुपर्दा, जीवन भनेको पानी जस्तै हो मेरो साथी, आकारहीन र रूपहीन बन। समापन। यो थियो ब्रुस लीको रहस्यमय मृत्युको तथ्यमा आधारित नवाचार। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।